हेलो गाइज, आज चाहिँ म एकदम दुःखी छु होइन। किन भन्दाखेरि हिजो राति होइन लगातार हाम्रो सिएस ऱ्याङ्कमा चाहिँ होइन ह्याकर मात्रै आएको थियो होइन। ह्याकर आयो त ह्याकरको आइडी ब्यान हुने हो नि, ब्ल्याकलिस्ट जाने हो। तर हामीहरू ह्याक युज नगर्ने मान्छेहरूको आइडी ब्ल्याकलिस्टमा यो गेरिनाले किन राखिदिएको हो? कति दिनसम्म हाम्रो आइडी ब्ल्याकलिस्टमा राखिदिने हो त्यो त मलाई थाहा भएन होइन। बिचरा भाइहरूले मलाई कति रिक्वेस्ट पठाएको छ, न तिनीहरूको ग्रुपमा जान मिल्छ न त मेरो ग्रुपमा तिनीहरूलाई बोलाउन मिल्छ। अब के गर्ने? ह्याक गरेर खेल्छ एउटा अनि आइडी ब्यान हुन्छ अर्कोको, यो चाहिँ ठिक होइन क्या। हामी जतिखेर सिएस खेले पनि त्यतिखेर नि ह्याकर पढिदिन्छ अनि के गर्ने? अब ह्याकर पढिदियो भन्दैमा अब हामीले गेम लिभ गर्न पनि मिलेन, होनर जान्छ होइन। अब होनरको चक्करमा बस्दाखेरि अब आइडी नै ब्यान भयो अहिले चाहिँ। अब कति दिनसम्म यो अनब्यान हुने हो त्यो पनि मलाई थाहा छैन। अब न कसैसँग गेम खेल्न मिल्छ न कसैको ग्रुपमा जान मिल्छ। लामो जस्तो मायासाला रिस मात्रै उठ्छ यार।